everyone, good morning. हजुर सबै गर्नु न नि Hello everyone, good morning. लसो थापुला झोरले खाजाले हाम्रो यहाँ सुरु हुँदैछ ल यो हाम्रो छ स्पागेटी इटालियन फुड हाम्रो यहाँ सेफले इटालियन फुड बनाउँदै हुनुहुन्छ यहाँ हाम्रो चिकन करी रेडी हुँदैछ सेफले चलाउनु भएको हेर्नुहोस् खतरा छ नेपालको वान अफ द बेस्ट सेफ यतिको भएपछि अरू के चाहियो र हेर्नुहोस् त बिहान हाल्नु भएको आमा के चाहियो यो अहिले हाम्रो यहाँ सेफले मसला हाल्दै हुनुहुन्छ दिस इज अ इन्डियन स्पाइसी चिली पाउडर आइवा अलिक बस पनि अब खतरा भन्ने गाह्रो छ नि घरमा भएको भए मम्मी बाबाले पकाएको खाएर बस्नु भने यहाँ के गर्नु गाह्रो छ नि अरूको देशमा हाम्रो सेफलाई आफैले बनाउनु पर्छ होइन दिनभरि होटलमा बनाउने त्यही हो तर तपाईँलाई थाहा छ सेफहरूले घरमा कहिले खाना बनाउँदैन नि यति गरेर चाहिँ जान्नुपर्छ हो यो राति हो सेफहरूले कहिले खाना बनाउँदैन घरमा आज नेपालको वान अफ द बेस्ट पपुलर सेफ के भन्छ सन्तोष शाहले अहिलेसम्म आफ्नो घरमा खाना बनाएर चखाएको छैन रे उहाँको एउटा इन्टरभ्यूमा न्युज सुनेको थिएँ मैले उहाँले त्यस्तो भन्नुभएको थियो मैले अहिलेसम्म घरमा एउटा चियाधरी बनाएर आफ्नो मिसेसलाई पाएको छैन भन्दै हुनुहुन्थ्यो जानकारी पायौँ एडभान्स कोरिएन्डर पाउडर You can see चिकन करी रेडी हुँदैछ एकदम नम्बर 1 यतिको भएपछि के चाहियो चलाउने अरे होइन हाम्रो सेफ चलाउने अहिलेको चाहिँ हाल्दै हुन्छ हाम्रो सेफ सरले वाइट सर्ट रेडी हुँदै हुन्छ आमा चराक हेर्नु न आमा वाटर हट वाटर तर चिसो पानी कहिले पनि हाल्नु न ओहो यतिको भएपछि त के चाहियो कलाएर उता रेडी हुँदैछ हाम्रो इटालियन फुड पास्ता स्पागेटी त्यहाँ बोइलिङ हुँदैछ नाउ चिकन करी मेकिङ सेफ कल्याण छेत्री मेकिङ अ फुड चिकन करी अनि 30 सेकेन्ड हुँदैछ त हुँदैछ हाम्रो स्पागेटी आजको हाम्रो स्पेशल डाल्ने गयो यतिको चलाइसक्यो के चाहियो गरे हेर्ने एकदम स्पेसल उयो गरे कुवेतको वान अफ द बेस्ट तपाईँको डन गरी रेडी हाम्रो चिकन करी रेडी भइसक्यो मिस्टर कल्याण थापा स्प्रिङ ओनियन त्यसपछि कोरिएन्डर अफ द टपिङ त्यसपछि यहाँ हाम्रो चिकन करी रेडी टक्क लाएर
के हो बाहिर बाहिर जान्छ त यहाँ हाम्रो रेडी हुँदैछ टमाटो अनियन जिन्जर गार्लिक नाइट मेक रेडी यहाँ हाम्रो हुँदैछ हल्का ग्रेभी हाल्नु हल्का पानी हाल्नु है स्पागेटी बोइलिङ हजुर हल्का ग्रेभी जस्तो गर्नु न थोरै हाल्नु न हाम्रो यहाँ अर्गानिक ब्रक रेडी भइसकेको छ यस एभ्री डे चलाएर नट कमिङ यति भइसकेको छ एकदम डेन्जर कलर आएको छ यो क्यामेरा मात्रै यस्तो देखाएको चिकन करीको अब खतरा कलर छ नि अब चलाएर कोरिएन्डर बास्ना सुन्नु न बास्ना आमामा यस्तो मक 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 बास्ना आएको छ कि यहाँ अब तपाईँहरूले क्यामेरामा चाहिँ देख्नुहुन्न होइन अब यसको स्मेल तर यहाँ बास्नाले यहाँ खम 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 भइसक्यो अहिले नै ल के छ भाइ खै कस्तो छ एकदम गुन्द्रुकभन्दा कम छैन हल्का छ है यार यो भाइ अर्को भाइको के छ थापा यो अन्त खुवाइ केटाहरूको के खाएको भाइहरू यो भने गुन्द्रुकको दाना हो क्या आम्मामा सक्छ अन्त यो दुई भाइलाई नसक्ने भयो यार खुवाइमा चाहिँ यिनीहरूलाई नभेट्ने भयो आम्मामा खतरा छ नि यो भाइ त आम्मा हेर न कस्तो छ यता अर्को हेर्ने भाइ जिउ हेरेर चाहिँ जिउ चाहिँ के जस्तो फेरि हो आम्मामा खुवाइ प्याज पनि खान्छ तिमीहरू यो के हो वाट इज दिस यो प्याज होइन क्या यो के हो यो यसलाई के भन्छ यो भने इनर्जी दाना हो यो ओ दाना हो ल हाम्रो भाइ के छ यहाँ लङ्की प्याज है लङ्की प्याज यो के हो भाइ हाम्रो खुवाइ के हो यो इन्डियन प्याज हो यसलाई के भनिन्छ सबैलाई सबैलाई यो भैँसी भाइ अरे बाबा रे अब भरे तिम्रो यो युट्युबमा जाँदैछ ल एभ्री वान वाच एन्ड सब्सक्राइब है यो चाहिँ हाम्रो भिडियो है भाइहरूसँग यसो हल्का रमाइलो हानिदिएको अवस्था त्यही भन्न चाहन्छु ल बाई बाई एभ्री वान प्लिज सब्सक्राइब एन्ड लाइक माई च्यानल दारी राइडर थ्याङ्क यू भेरी मच